हामी लेखादेखि अब बेसी झर्दैछौँ। गाडी अहिलेको बर्खा मासमै लरकलुर्क हुन्छ, पाइँदैन। लगभग आउँदाखेरि भन्छ 2-3 घन्टा उकालो र ओह्रालो चाहिँ लाग्छ 1.5 घन्टा। हिँड्न सक्नेलाई 45 मिनटसम्म। म चाहिँ 45 मिनटमा पुग्छु। अब यस्तो परिवार मान्छे अब हुन्छ नि अलिकति अब भारी भएको रित्तो मान्छे त हिँडिन्छ। यो डाँडामा चाहिँ बर्खामा चाहिँ च्याउ पलाउँछ। अहिले चाहिँ अब सुरु हुन्छ 1-2 महिना पछाडि। यसो आउँदाखेरि चाहिँ खोज्न पाइन्छ, खान पाइन्छ तरकारी। त्यो चाहिँ हाम्रो गलकोट नगरपालिका हटिया बजार हो। त्यसमा अवस्थित थोरै यता मलमा गाविस। हामी चाहिँ 8 नम्बर काँडेबास गाविसबाट घुम्टेको लेक। अनि चाहिँ यो हजुरको गाँजाको धुरी भन्छ यसलाई। वारी गाँजा पारी घुम्टे। ओह्रालो लाग्दै बाटो छ भिरालो। काफल सिजन अनुसारको यो एक प्रकारको फल हो। अब मेटिनी बेला सकिने बेला छ। यसलाई चाहिँ भालु औँसेली भनिन्छ। यो अब खै बाटोभरि छ, खाएको छैन मान्छेहरूले। भालुले खाने हो कि चराचुरुङ्गीले खाने हो, मान्छेले खाने हो थाहा भएन। कालो छ एक प्रकारको। यो पनि औँसेली हो। मस्त पाकेछ, मस्तै 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 मस्तै। औँसेली भनिन्छ, औँसेली। यो पनि एक प्रकारको फल हो, स्ट्रबेरी जस्तो। खाँदा मिठो गुलियो स्वाद भएको है। स्या स्या भएछ। यो च्याम्म खाने हो, मोटो हुने हो। किक्रिक्क नाच्नु होला। लौ मायाली कता हिँडेको हो छाता उडेर। 40 टोला उपल्लो डान्सिङ देखिएको छ अहिले। ओ त्यो देखिने त्यो ठुलो पिपलको रुख हो कि के को हो। यो पनि फुल जस्तै फुल्छ। सिरु सिरु भन्छ के सिरु। यो पनि सिरु हो। अब फुलेको मजाले भएछ।